हामीले चाहिँ बाख्रा पाल्ने भनेर त्यत्रो घर भाडामा लिएर बाख्रा पनि ल्यायौँ अनि हाम्रो चाहिँ अनुदान पास नहुने अरे होइन तिमीले चाहिँ कस्तो खालको पोखरी बनाएर माछा पालित्यौ र त्यो अनुदान पाउने भौ त नि त्यसको लागि त कला हुनु पर्यो नि ठुल्बा कला हुनु पर्यो नि त्यतिकै चाहिँ नि अनुदान पास हुन्छ नेपालमा कस्तो कुरा गर्नु भएको छ सरकारी काम पो हो त आउनुहोस् न घरमा ल खाऊ तिनीहरूका बाउ छोराहरू आउँछन् रे हेर्न ए हो भइहाल्यो रे नि त के भएर उनीहरूको पास भएन अरे के पास ए हो र सेटिङ मिलेन होला हाम्रो सेटिङ खाऊ 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 ए त्यो कालो माछालाई हाल्दिउँ न कालो माछा ल खाऊ 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 ए ठुल्बाहरू ल स्वागत छ है हाम्रो माछा पोखरीमा स्वागत छ हजुरहरूलाई स्वागत छ अब बल्छी बाबुहरूको सरकारी अनुदान पास भएको भने पोखरी यही हो यही हो दिदी यही हो पोखरी भन्दा त टोकरी ठुलो होला के अरे नि अब हजुरलाई टोकरी जत्रो लाए पनि हाम्रो यो चाहिँ नि फोटो सोटो खिच्न आउने जुन त्यो हाकिम साहबहरूलाई समुद्रै लाए रे अतालिएको एकछिन त हेरेर ओहो कत्रो बडा होला पोखरी घुमेका अनि यस्तो जाब माछा पोखरी कसरी सरकारी अनुदान पास भयो के रे बा ए भन्दैन यसलाई भन्छन् सेटिङ सेटिङ भन्छन् सेटिङ अब हजुरहरू चाहिँ अब कस्तो भन्दाखेरि हजुरहरू चाइनाले इन्डियाले अमेरिकाले पाकिस्तान भारत कहाँ कहाँ किर्गिस्तान कता बनेको मोबाइल सबै सेटिङ गर्न सक्छ नेपालकै मान्छेलाई सेटिङ गर्न नसक्ने हामीले हल्का ट्याटिङ बनेको सेटिङ गरिदियो बल्छी बाबुलाई मैले माने हल्का रमाइलो हल्का रमाइलो तपाईँको निम्ति कम्ता दुःख भयो त्यो माछा पोखरी त्यो तपाईँको होइन कि ठुलो माछा पोखरी छ नि त्यो देखाउनलाई गुगलबाट माछा पोखरी खोज्दा ज्यादै गाह्रो बल्ल तल्लोबाट लगाएर राखेको अब तपाईँहरूलाई धेरै धेरै धन्यवाद यहाँ चाहिँ नि त्यो सिसी क्यामेरा भन्ने हुन्छ नि हजुर त्यो त छैन नि हजुर कहाँबाट हो अब यहाँको हाकिम म जानीमा आफ्नै कोठामा सिसी क्यामेरा राख्न त तपाईँको दिमागलाई माने अब यो हात्तीलाई चाहिँ म चाहिँ तलबाट पठाउँ कि माथिबाट के गर्नु हजुर अब हात्ती जत्रो चिज तलबाट आउनु सक्छ माथिबाट मूल बाटोबाट हात्ती आयो आफ्नो त गनिरहनु छैन अब तपाईँ त विश्वासिलो मान्छे नि ठिक छ नि ल अहिले लागेँ